हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग। आज चाहिँ म बाख्राकोटालो छु। बाख्राहरू त्यता छ अनि भाइ पनि त्यतै छ। अनि आजको मेरो दिन चाहिँ बाख्राहरूकै जान्छ जस्तो लागिरहेको छ। तपाईँहरूलाई म हाम्रो बाख्राहरूको इन्ट्रोडक्सन दिन लगिरहेको छु। हामीसँग चाहिँ जम्मा दुईवटा बाख्रा मात्रै छ अहिले। एउटा त्यो भनेको होइन, दुइटै त्यहीँ हुन्थ्यो त्यो होइन, त्यही भएर यिनीहरू भनेको चाहिँ यो भनेको माउ भयो यो, अनि यो भनेको चाहिँ हाम्रो भीमसिङे बोका, अनि अर्को भनेको बाँदर। यता चाहिँ बाँदर चाहिँ, अनि यो भनेको चाहिँ म माइसेल्फ सबिन अधिकारी। हाम्रो बाख्राहरू चाहिँ एकदम चर्छन् किनकि बाख्रा मेरो हो, त्यही भएर एकदम चरालु टाइपका छन्। दुईवटा मात्रै छन्, खुसी छन्, सन्तुष्ट छन् भन्ने मेरो भनाइ हो। अनि हाम्रोतिर चाहिँ अहिले खेतहरू पुरै कान्ला ताछेर आली काटेर सकिसक्यो लगभग भन्दाखेरि। अनि अस्तिको दिन ठुलो पानी आएको थियो भोजुरमा चाहिँ, त्यही भएर हामीले चाहिँ काम पुरा गर्न सकेनौँ। पटान